सोचका साथ नवयुवाहरू संसद प्रवेश गरेका छन्। बालेन सरकारले अहिलेसम्म गर्न नसकेका कामहरू नयाँ र भिन्न तरिकाले गर्छ भन्ने जनअपेक्षा व्यापक छ। जेनजीहरूको बुझाइमा यो सरकारले अहिलेसम्म गरेका कामहरू र यी सुरुवातहरू कस्ता छन्, उनीहरूले कसरी बुझिरहेका छन्? द मुभ अन पडकास्टमा आज हाम्रो अतिथि हुनुहुन्छ एकजना जेनजी युवा विनोद देउवा। स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। जेनजीहरू त नीति निर्माणको तहमै पुग्नुभयो, कस्तो लागिरहेछ? खुसी लागिरहेछ। किन पनि खुसी लागिरहेछ भन्दै गर्दा चाहिँ लामो समय हामी आफू भएको ठाउँबाट चाहिँ अब युवाहरूले अवसर पाउनुपर्छ। अवसर पनि कस्तो भन्दा निर्णायक तहसम्म युवा पुग्नुपर्छ भन्ने हामी पनि वकालत गर्दै आएको थियौँ र विभिन्न ठाउँबाट युवाहरू यसरी आउँदा सदनमा देख्दै गर्दा मन्त्री परिषदमा देख्दै गर्दा त्यसले पक्कै पनि एकदमै खुसी, एउटा युवा भएको नाताले चाहिँ पक्कै खुसी भएका छौँ। आजको यो नेपालको जुन खालको परिदृश्य छ यो पक्कै पनि भदौ 23 र 24 गतेको आन्दोलनको परिणाम भन्न मिल्छ। तपाईँ त्यो दिन त्यो प्रदर्शनमा कहाँबाट कसरी सहभागी हुनुभएको थियो? त्योभन्दा अगाडि चाहिँ भदौ 23 र 24ले धेरै कुराहरू हाम्रो आँखा अगाडि देखा पर्यो, तर कुनै पनि कुरा चाहिँ आकस्मिक रूपमा हुँदैन। समाजमा चाहिँ लामो समयसम्म एउटा निराशा, चाहे ती पुराना दलसँगको निराशा होला, उनीहरूको गतिविधिलाई लिएर निराशा होला, भ्रष्टाचारको विषय होला, आर्थिक असमानताको विषयले, तमाम विषयहरूले चाहिँ नागरिकमा एउटा असन्तुष्टि चाहिँ थपिँदै गइरहेको थियो। अनि त्यो भदौ 23 र 24 गते आएर चाहिँ त्यो विस्फोट हुन पुग्यो। त्यो भएर भदौ 23 र 24ले गर्दा आजको राजनीतिक परिस्थितिमा हामी छौँ, ठुलो योगदान त्यसको छ। तर यसको सुरुवात चाहिँ त्यो बिन्दुमा आएर चाहिँ भएको, त्यो बिन्दुमा विस्फोट चाहिँ भएको हो। अनि त्यो भन्न चाहे त्यो भदौ 23 र 24देखि आजको दिनमा आएर हेर्दै गर्दा चाहिँ म चाहिँ कन्फ्युजनमा छु। कन्फ्युजनमा किन छु भन्दै गर्दा चाहिँ अहिले जुन परिस्थिति सिर्जना भएको छ, अहिले जुन 2/3 सरकार बनेको छ, यो सरकार चाहिँ नैराश्यताको जगमा बनेको सरकार हो कि आशाको जगमा बनेको सरकार हो भन्नेमा अलिक छुट्याउनु चाहिँ पर्छ। निराशा र आशाले फरक फरक बिन्दुमा हामीलाई पुर्याउँछ। एउटै नतिजा जस्तो देखियो भने पनि फरक फरक ठाउँमा पुर्याउँछ। त्यो भएर म कता कता आशावादी छु, बेनिफिट अफ डाउट दिनुपर्छ पनि भन्छु, तर सँगसँगै चाहिँ प्रश्न गर्ने ठाउँहरू केही दिनमा नै पनि आइसकेका पनि छन्। र अहिले हामीले जति नयाँ भने पनि तपाईँले संसदमा देख्लाका युवा सांसदहरूसँग 5-6 वर्ष अगाडिदेखि नै हामी विभिन्न कार्यक्रमहरू, अभियानहरूमा जोडेर उहाँहरूले पनि चिन्दछु। अहिले सरकारमा भएका मान्छेहरू नयाँ होइनन्। कोही मान्छे महानगरपालिकामा काम गरिसकेको मान्छे हुनुहुन्छ, प्रधानमन्त्री अहिलेको, उहाँको त्यहाँ काम कारबाही पनि देखेको हो। त्यो पार्टीमा लागेका, पार्टीको नेतृत्व गरिरहेका सभापतिको पनि काम कारबाही देखिएको हो। त्यो भएर म चाहिँ कन्फ्युजनमा छु। उहाँहरूले त्यो नागरिकको जुन आशा छ त्यो आशालाई चाहिँ सही तरिकाले सम्बोधन गर्नुहुन्छ कि हुँदैन। उहाँहरूले शुभकामना चाहिँ दिन चाहन्छु, सम्बोधन गरिदिनुहोस्। किनभने नागरिक अब योभन्दा पनि पर चाहिँ निराश भएर जाने ठाउँ छैन। त्यो भनेको चाहिँ व्यवस्थाकै सङ्कटमा हामी पुग्छौँ। त्यो भएर उहाँले राम्ररी काम गरिदिनु भयो भने व्यवस्थालाई नै राम्रो हुन्छ। त्यो प्रदर्शनमा तपाईँ कहाँ हुनुहुन्थ्यो? यहीँ काठमाडौँमै बसेर? काठमाडौँमै थिएँ। कुन ठाउँमा? प्रदर्शनमा नै थिएँ। म माइतीघरदेखि चाहिँ तपाईँको संसद भवनसम्मै पुगेको थिएँ। अनि चौथो 5औँ फायरिङ भइसकेपछि नि संसद भवनबाट म साथीहरूलाई त्यहाँबाट निकाल्दै बाहिरतिर निस्केको। यो पुस्ताको आवाज बोकेकाहरू अहिले संसदमा छन्, उहाँहरूको सङ्ख्या बढी छ भनौँ होइन? कतिको आशावादी हुनुहुन्छ? यो पुस्ताको आवाज बोक्छु भनेर दाबी गर्ने मान्छेहरू संसदमा हुनुहुन्छ। वास्तविक रूपमा उहाँले प्रतिनिधित्व गर्नुहुन्छ कि हुँदैन भोलि गएर उहाँहरूको काम कारबाहीमा देखिन्छ। त्यो भनेको के होला भन्दै गर्दा चाहिँ यो पुस्ताको आवाज, पहिलो एउटा कुरा, भदौ 23 र 24 गतेको जुन आन्दोलन भयो, पहिलो दिनमा सरकारको दमन, दोस्रो दिनमा आगजनी भयो। पहिलो दिन सरकारको तर्फबाट भयो, हाम्रो धेरै साथीहरू शहीद हुनुभयो। तर त्यो घटनालाई लिएर राज्यको तर्फबाट न्याय भयो कि भएन भन्ने पाटोमा चाहिँ कार्की आएकै प्रतिवेदन त जसकेलाबाट यसरी निकालेर बाहिर सार्वजनिक गरियो। अहिलेको सरकार यत्रो दिन हुँदै गर्दा पनि आधिकारिक रूपमा चाहिँ त्यो प्रतिवेदन सार्वजनिक गरेन। योभन्दा अगाडिको नागरिक सरकारले पनि गरेन। त्यो प्रतिवेदनमा नै शहीद भएका हाम्रा साथीहरूले न्याय पाउने विषयहरू पनि आउँथे होला, कहिले गोली चलायो के गर्यो भन्ने रूपमा पूर्ण रूपमा आउँथ्यो होला। र दोस्रो दिन जसले चाहिँ यो आन्दोलनको फाइदा उठाएर चाहिँ राज्यका अङ्गहरू जलाए उनीहरूलाई पनि कारबाही गर्न मिल्थ्यो होला। अब त्यो नै पारदर्शी रूपमा अगाडि नआइसकेपछि चाहिँ त्यहाँ नै पहिला साथीहरूले अन्याय भएर चाहिँ यो सरकार बनेछ, त्यो अन्यायको जगमा बसेर सरकार बनेछ,
त्यो भएर चाहिँ उहाँहरूले युवाको प्रतिनिधित्व कति गर्नुहुन्छ भन्ने कुरा चाहिँ अब हेर्नु चाहिँ पर्छ। यो इलेक्सनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन खालको मत प्राप्त गर्यो त्यो चाहिँ तपाईँ परिवर्तनको हुटुटी भन्नुहुन्छ कि असन्तुष्टिहरूको चाहिँ त्यहाँ देखिएको असन्तुष्टि चाहिँ त्यहाँ आएको हो भोटमा भन्नुहुन्छ? असन्तुष्टि आएको किन भन्दै गर्दा चाहिँ तपाईँ चुनावमा हेर्नुभयो, जस्तै म डोटीको चुनाव पनि मैले हेरेँ, धनगढीको चुनाव पनि हेरेँ, काठमाडौँको पनि मैले हेरेँ, सामाजिक सञ्जालमा पनि हेरेँ। उहाँहरूले चुनाव जित्ने आधार चाहिँ पुराना राजनीतिक दलप्रतिको नैराश्यता बढी थियो। गाउँघरमा हेर्दै गर्दा पनि यत्रो समय हामीले अवसर देख्यो केही भएन भन्ने किसिमको जुन एउटा भाष्य थियो त्यो भाष्यले चाहिँ बढी गरेको र यो चुनावमा जाँदै गर्दा पनि एकजना व्यक्तिको करिश्माको वरिपरि, उसको चामको वरिपरि चाहिँ यो चुनाव भयो। त्यो बालेन्द्र शाहको वरिपरि चुनाव भयो। त्यो भएर धेरै ठाउँको भोटरहरूलाई तपाईँ गाउँमा हेर्नुहुन्छ भने धेरै ठाउँको मान्छेले चाहिँ घन्टी भन्ने याद छ र बालेन भन्ने याद छ। त्योभन्दा बाहेक रवि लामिछानेको नाममा पनि चुनाव जितेको होइन, रासपा दलको नाममा पनि चुनाव जितेको होइन। यो चाहिँ बालेन्द्र शाह र घन्टी नयाँ भन्ने एउटा भाष्यमा चाहिँ आधारित भएर चुनाव जितेको हो। तर यसको जग चाहिँ नैराश्यतामा नै आधारित छ। अहिले सरकार बनेको छ, कामहरू बिस्तारै सुरु गर्दैछ, सरकारले काम जसरी गरिरहेको छ यो स्पिडलाई कसरी लिनुभएको छ? स्पिड राम्रै छ। सर्टेन कुराहरूमा उहाँले अब डेलिभरीको पाटोहरूमा सुधार गर्न खोजिरहनु भएको छ। पहिला 2-3 महिना लाग्ने कुराहरू चाँडै भइरहेछ, फास्ट ट्र्याकमा भइरहेछ। तर यो सँगसँगै चाहिँ के पनि हो भन्दै गर्दा चाहिँ अब मेरो चाहिँ सुरुदेखि नै के हुन्छ, जसको सरकार होस् पहिलो दिनदेखि नै प्रश्न गर्न चाहिँ सुरु गर्नुपर्छ है। किनभने सरकारमा, राज्यको निकायमा जोसुकै हुन्छ, पहिलो दिनदेखि नै उसले प्रश्नको चाहिँ सामना गर्नुपर्छ भन्ने भएर हो। त्यो आजको दिनमा केही यो सर्भिस डेलिभरीको पाटोमा केही सकारात्मक कुराहरू छ। तर फन्डामेन्टलमा गएर तपाईँ हेर्नुहुन्छ भने चाहिँ सुशासनको विषयमा जुन महाधिवक्ताको नियुक्ति भयो, स्वयं राष्ट्रसभाको सभापतिको मुद्दा हेर्ने व्यक्ति त्यहाँ नियुक्ति हुनुभयो, प्रश्न गरिएन। प्रधानमन्त्री योभन्दा अगाडिको नागरिक सरकारको प्रधानमन्त्रीको सचिवालयमा बसेका व्यक्ति एउटा ठाउँमा नियुक्त भयो, उहाँलाई अहिले आएको सरकारले हटाउन सकेन होइन। त्यो फेभरेटिजमको आधारमा भएको नियुक्ति थियो। त्यो सँगसँगै अरू के छ भन्दै गर्दा चाहिँ इभन गृहमन्त्रीले गरिरहेको काम कारबाही तपाईँ हेर्नुहुन्छ भने पनि, जस्तै कहिलेकाहीँ सरकारले हामीलाई मनपर्ने निर्णयहरू गरिदिन्छ अनि त्यति बेला हामी के गर्छौँ भन्दा मनपर्ने निर्णय गर्दा हामी खुसी हुन्छौँ, तर प्रक्रिया हेर्दैनौँ कुन प्रक्रियाले गर्यो भनेर। यो धरपकडको विषयमा पनि भ्रष्टाचार गरेका व्यक्तिलाई पक्रिनु नै पर्ने हो, त्यो कदम ठिक हो। तर प्रक्रिया फलो गरेनौँ भने भोलिको दिनमा यो प्रतिशोधमा परिणत हुन सक्छ। भोलि कसैलाई व्यक्तिगत रूपमा कोही मन पर्दैन र यो प्रक्रिया मिचेर प्रक्रिने चाहिँ उदाहरणहरू बन्न सक्छन्। त्यो भएर त्योमा पनि तपाईँ हेर्नुहुन्छ भने सबैभन्दा डरलाग्दो कुरा चाहिँ हेर्दा के छ भन्दै गर्दा यो देशको प्रधानमन्त्रीले बोलेको, प्रधानमन्त्री भइसकेपछि हामीले सुन्न पाएका छैनौँ। आज भर्खरै न्युज आइरहेछ तपाईँको पार्लियामेन्टमा चाहिँ अब फोटो भिडियो खिच्न मिल्दैन भन्ने किसिमको न्युजहरू आइरहेछ। बालेन्द्र शाहले बोलेको सुन्न पाइरहेको छैन, अभिव्यक्ति दिएको सुन्न पाइरहेको छैन। किन त यो भन्ने एउटा पाटो पनि भयो। दोस्रो पाटो के भयो भने शिक्षा मन्त्रीले गरेका केही निर्णयहरू हतारमा गर्नुभयो, फिर्ता लिनु पर्यो होइन। यो किन भइरहेछ, उहाँहरू किन हतारमा निर्णय लिइरहनु भएको छ भन्ने पाटो पनि भयो। र यसमा यस्तो छ नि त, जस्तो उहाँ बालेन्द्र शाहको कुरा गर्ने हो भने हाम्रो प्रधानमन्त्रीज्यूको उहाँले जसरी काठमाडौँ महानगरपालिकामा पनि त्यस्तै खालको जुन तपाईँले गुनासो गर्नुभयो, मेयरज्यूलाई भेट्नै पाइएन भन्ने खालको गुनासोमा उहाँको टिमको कुरा के हुन्थ्यो भने काम चाहिँ सिस्टमले गर्ने हो, व्यक्तिले गर्ने होइन होइन। त्यही भएको भएर सिस्टमहरू खडा गरिदिएको छ। जुन जुन ठाउँमा काम हुनुपर्ने हो सिस्टमले त्यहाँ त काम गरेछ, व्यक्ति चाहिँ त्यसमा गौण हुन्छ भन्ने उहाँहरूको तर्क हुन्छ कि उहाँहरूले व्यक्ति गौण हुन्छ भन्ने कुरा त लोकप्रियतावादमा आधारित सरकार हो, पपुलिजमको राम्रो प्रयोग गर्नु भएको छ। दोस्रो कुरा, व्यक्तिलाई भगवान बनाएर चाहिँ चुनावमा गएको मान्छेले चाहिँ अब व्यक्ति गौण हो भन्ने त्यो पत्याउनु मिल्दैन। अनि दोस्रो कुरा के हो भने उहाँ यी सबै कुराबाट होइन प्रश्नदेखि डराउनु भएको हो। किनभने तपाईँ यसो उहाँको हिजोको दिनको हेर्नुहुन्छ भने उहाँले कुनै पनि अन्तर्वार्ता दिनु भएन। किनभने प्रश्न त तमाम थिए, चाहे त्यो फुटपाथ व्यवसायलाई गरेको होस्, चाहे त्यो डोजरको विषय होस्, चाहे टन्नै विषयहरूमा उहाँले प्रश्नदेखि चाहिँ डराउनु भएको हो। त्यो भएर उहाँले आफ्नो न्यारेटिभ फाल्ने मिडियाद्वारा मात्रै उहाँ बोल्न चाहनुभयो। आधी उधी उहाँको भाष्य निर्माण रिजनल नेपाल बन्दले गरिदिन्थ्यो, त्योभन्दा बाहेक उहाँले कसैलाई पनि अन्तर्वार्ता दिनु भएन। अन्तर्वार्ता नदिनुको कारण चाहिँ प्रश्नदेखि डराउनुभन्दा बाहेक के दिनु। तपाईँ आफू चाहिँ नेपाली कङ्ग्रेस निकट रात्रि सङ्गठन नेविसँगमा हुनुहुन्छ होइन। अहिले तपाईँहरूको रात्रि जुन दल छ, मुख्य दल भनौँ, तपाईँहरूको अहिले मुख्य दल नै एक खालको आन्तरिक द्वन्द्वमा छ।
त्यो भित्रको गुटगत राजनीतिलाई कतिको सिरियसली हेर्नु भएको छ, कतिको नजिकबाट हेर्नु भएको छ? म लगभग विद्यार्थी राजनीतिमा आबद्ध त्रिचन्द्र कलेजपछि भएँ, लगभग 6-7 वर्ष जति भयो म आबद्ध रहेको। त्यो प्रक्रियामा हिजोको दिनमा म जिन्जी आन्दोलनमा किन गएँ भन्ने एउटा तपाईँको प्रश्नमा उत्तर के हो भन्दै गर्दा मेरा पनि केही सवालहरू थिए, जुन मेरो दलभित्रको गुनासो दलभित्र मैले राखि नै रहेको थिएँ। तर ओभरअल यो व्यवस्थाभित्र यो व्यवस्थाको गलत फाइदा उठाएर मेरा दलभित्र पनि पात्रहरू थिए, अरू दलमा पनि पात्र थिए, ती सबैसँग चाहिँ मेरो पनि गुनासोहरू थियो, मेरो पनि प्रश्नहरू थियो। त्यो भएर म सडकमा आएको एउटा चाहिँ थियो। दोस्रो चाहिँ के हो भन्दै गर्दा चाहिँ यो तपाईँको यो मिचेल्स भन्ने एकजना यो राजनीतिक शास्त्रका एकजना विद्वानले चाहिँ कुनै पनि लोकतान्त्रिक पार्टी एउटा समयमा गइसकेपछि चाहिँ त्यो यो थोरै मान्छेले निर्णय हाबी गर्ने किसिमको एउटा एलिट सर्कलमा परिणत हुन्छ, ओलिगार्कीमा जान्छ भन्न खोजेको। एउटा समयमा त्यो डेमोक्रेटिक हुन्छ, लोकतान्त्रिक हुन्छ, तर एउटा समय आइसकेपछि त्यो निर्णय प्रक्रियाहरू चाहिँ सीमित व्यक्तिको हातमा सीमित हुन्छ। नेपाली काङ्ग्रेसमा पनि एउटा बिन्दुमा आएर सीमित व्यक्तिको हातमा चाहिँ असीमित शक्ति, त्यो व्यक्तिको निर्णयको आधारमा चाहिँ पार्टी चल्ने गुटगत कुराहरू हाबी भयो। र त्यो गुटगत कुराहरू पनि तपाईँको चाहिँ एउटा त्यो पार्टीमा लागेको क्याडरको हितमा अथवा देशको हितमा भन्दा पनि अलिकति बढी चाहिँ व्यक्तिगत स्वार्थमा मेरो मान्छे सांसद बन्नु पर्यो भन्ने होला, मेरो मान्छे टिकट पाउनु पर्यो भन्ने मान्छे होला, मेरो मान्छे जेल पर्दा निकाल्नु पर्यो भन्ने होला, नियुक्ति यावत विषयहरूमा नेपाली काङ्ग्रेसभित्र त्यो विषयमा चाहिँ देखियो। त्यो भएर चरम असन्तुष्टि पार्टीभित्र पनि थियो। अब वैचारिक आधारमा चाहिँ समूह फरक कुनै एउटा राजनीतिक दलभित्र एउटा सोच र लोकतान्त्रिक प्रक्रिया हो। अरू कुनै राजनीतिक दलभन्दा तपाईँले हेर्नुहुन्थ्यो भने काङ्ग्रेसभित्र बोल्न पनि पाइन्थ्यो। तपाईँ मलाई हेर्नुहुन्छ भने मेरो 5-6 वर्ष गतिविधि हेर्नुहुन्छ भने पार्टीलाई प्रश्न गरेर पार्टीको नेताहरूलाई मैले प्रश्न गरेर पनि म काङ्ग्रेस हुन पाइरहेको छु। बोल्न त म पाइरहेको थिएँ, मैले आफ्नो अभ्यास गर्न पनि पाइरहेको थिएँ। तर जुन यो संरचना पार्टीको बनाएको थियो त्यो संरचनाभित्र चाहिँ ग्रोथ एउटा युवा पुस्तामा लागेको, म जस्तै भातृ संस्थामा लागेको छु, युवा पुस्ताले चाहिँ त्यो देखेको आशा ग्रोथ चाहिँ देख्न पाइएन। त्यो किन देख्न पाइएन भन्दै गर्दा सीमित नेताको चाहिँ फेभरेटिजमको आधारमा पार्टी छ। दोस्रो चाहिँ के भयो भन्दै गर्दा चाहिँ जुन वैचारिक एउटा चाहिँ शक्ति नेपाली काङ्ग्रेस बनेको थियो, एउटा पोइन्टमा आएर चाहिँ नियमित सरकार सत्तामा जाने प्रक्रियामा चाहिँ एउटा मेसिनको रूपमा इलेक्सनमा जाने सरकार बनाउने रूपमा चाहिँ सत्ताको वरिपरि चाहिँ काङ्ग्रेस रमाउन थाल्यो। त्यो भएर चाहिँ काङ्ग्रेस जुन एउटा वैचारिक शक्ति थियो, समाजमा काङ्ग्रेसको जे आवश्यकता थियो, हिजो जुन आवश्यकता पूर्ति गरेर ऊ जरासम्म समाजमा पुग्न सफल भयो, त्यो चाहिँ कङ्ग्रेसले बुझ्यो। आफ्नै इतिहासप्रति काङ्ग्रेसले अन्याय गर्यो भनौँ, त्यो भएर काङ्ग्रेस आजको यो दिनमा पुग्यो। तर यो भन्दै गर्दा जोड्न चाहिँ के चाहिँ छुटाउन मिल्दैन भन्दै गर्दा चाहिँ जिन्जी आन्दोलनपछि कुनै पनि एउटा राजनीतिक दल, नेपालमा भएको कुनै पनि एउटा राजनीतिक दलले त्यो आन्दोलनको वैधतालाई स्वीकारेको मात्रै अवलम्बन गरेको र त्यो आन्दोलनको एउटा सन्देश के थियो, बुढा नेताहरू हट्नुपर्छ, यो रेगुलर सत्तामा आउने नेताहरू हट्नुपर्छ। त्यो कसले मात्रै गर्न सक्यो, नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्यो विशेष माध्यमले। र संसारभरि यो महत्त्वपूर्ण छ, संसारभरि कुनै पनि तपाईँ लोकतान्त्रिक मुलुकमा हेर्नुहुन्छ भने भुइँ तहको कार्यकर्ताले पार्टीभित्र वैधानिक रूपमा गरेको यो किसिमको विद्रोह, यो विद्रोहले चुनावमा के भयो त्यो फरक पाटो हो, तर आफैमा यो विद्रोह हेर्नुहुन्छ, यो वैधानिक विद्रोह भने चाहिँ संसारभरि कुनै पनि लोकतान्त्रिक मुलुकमा एउटा पार्टीभित्र चाहिँ यो किसिमको भुइँ तहको कार्यकर्ता ल्याएको परिवर्तन चाहिँ देख्न पाइन्छ। फरक विषयमै जाउँ, हामी बदल्यौँ भनेर विशेष महाधिवेशन गर्यो, हामी बदल्यौँ भनेर आएको थियो कङ्ग्रेस निर्वाचनमा, तर फेरि जनताले त पत्याएनन्। कहाँनिर भयो चुक? एउटा त के पनि भयो भन्दै गर्दा लामो समयदेखिको जुन ब्यागेज बोक्नु परेको थियो, किनभने मैले पटक पटक भन्दै आइरहेको छु, अलिकति नागरिकलाई विश्वास लागेन कि हिजोसम्म चाहिँ खराब हुने एउटा यो विशेष महाधिवेशन भइसकेपछि कसरी फरक हुन्छ भन्ने एउटा पाटो भयो। दोस्रो पाटो चाहिँ के हो यसको कारण भन्दै गर्दा चाहिँ योपालि नागरिकले भोट हाल्दै गर्दा, जस्तै तपाईँ पासपोर्ट बनाउन जानुहुन्छ, लाइन बस्नुहुन्छ, सरकारलाई गाली गर्नुहुन्छ, सिस्टमलाई गाली गर्नुहुन्छ होइन। कोही मान्छे तपाईँको वैदेशिक रोजगारीमा गइरहेछ फरक तरिकाले, उसले सरकारलाई सिस्टमलाई गाली गरिरहेछ। कोही मान्छे जागिर खाइरहेछ, बेरोजगार छ, उसले सिस्टमलाई गाली गरिरहेछ। योपालि निर्वाचनमा देखेको एउटा चाहिँ क्यारेक्टरिस्टिक्स के हो भने यो सिस्टमसँग नजोडेको अनुहारहरू चाहिँ नागरिकले पत्याउन खोज्यो। राम्रो नराम्रो उसले हेरेन, इस्टाब्लिसमेन्ट भनेर जुन जुन अनुहारहरू जुन जुन राजनीतिक दलहरू थिए त्योभन्दा बाहेकको खोज्यो। एउटा चाहिँ यो भाष्यको कारण पनि भयो। दोस्रो चाहिँ नेपाली काङ्ग्रेसको के पनि भयो भन्दै गर्दा चाहिँ माथि त्यो नेतृत्व परिवर्तन पनि भयो, तर नागरिकले त्यति चाँडै पत्याउनको लागि समय पनि भएन। तपाईँको टिकट बाँड्नको लागि 2-3 दिनको समय मिल्यो, त्यो समयमा हतारमा टिकट बाँड्नु पर्यो। टिकट बाँड्दै गर्दा निर्वाचन आयोगमा मुद्दा पर्यो, निर्वाचन आयोगमा परेको मुद्दा फैसला भएको चाहिँ हामीसँग 2-3 दिन मात्रै बाँकी थियो।
त्यो छोटो अवधिमा चाहिँ निर्णय गर्नुपर्ने र आधी पार्टीको आधी जत्था जुन शक्तिशाली नेता वर्गहरू हुनुहुन्थ्यो उहाँहरू पर बसेर चाहिँ त्यो एउटा स्ट्रगल चाहिँ पार्टीभित्र भइरहेको थियो। त्यो सामान्य कुरा भयो। तर ओभरअल कुरा हेर्नुहुन्छ भने चाहिँ नागरिक रिसाएकै थिए, रुख चिन्हसँगै रिसाएको थिए। हिजोको दिनमा भोट हालेको केही पनि भएन भन्ने निराशा थियो। 2-4 दिनको अवस्थामा चाहिँ चिर्न सकिएन। दोस्रो के पनि भयो भन्दै गर्दा चाहिँ सायद एउटा नेपाली काङ्ग्रेसले रणनीतिक रूपमा फेल भएको कहाँ पनि होला भन्दै गर्दा चाहिँ यो जेनजी एक्ट यो भदौ 23 र 24 को प्रतिवेदन पहिला सार्वजनिक गर्न प्रेसर क्रिएट गर्नुपर्ने थियो होला। दोस्रो के गर्नुपर्ने थियो, अझै बढी युवा उम्मेदवारहरूलाई दिनुपर्ने थियो होला, टिकट दिनुपर्ने थियो होला। यस्ता थोरै कुराहरूमा चाहिँ भयो। थर्ड चाहिँ के भयो भन्दै गर्दा चाहिँ नेपाली काङ्ग्रेस योपालि हामी सुध्र्यौँ भनेर आयो, तर चुनावमा चाहिँ के हुन्छ भन्दै गर्दा चाहिँ विशेष महाधिवेशन पक्षमा होल देशले वाहवाही गरिरहेको थियो। सबै राजनीतिक दलका मान्छेले, सबै नागरिक समाजका मान्छेले, मिडियाले ओहो विशेष महाधिवेशन भयो, यत्रो परिवर्तन भयो भनिरहनु भएको थियो। तर छोटो दौरानमा चाहिँ के भयो भन्दै गर्दा चाहिँ राजनीति जहिले भर्सेसको खेल हुन्छ पोलिटिक्समा। जस्तै राष्ट्रपाले के गर्यो, पुरानाहरू सबै खतम, 30 वर्ष यस्तो गरे दुःख दिए भन्ने भाष्य भयो। एमाले के गर्यो भन्दै गर्दा जेनजीहरू अपराधी हुन् भन्यो। तर कङ्ग्रेसले के भन्दा मैले हिजोको दिनमा गल्ती गरेँ, म स्वीकार्छु, म सुध्रेर आएँ भन्यो। म सुध्रेर आएँ भन्ने भाष्य चाहिँ नागरिकलाई चाहिँ त्यसले चाहिँ कौतूहलता प्रदान गरेन जस्तो लाग्छ। पत्याएनन् भनौँ। पत्याए जनताले नयाँ अनुहारलाई मात्रै पत्याए भन्दै गर्दा नि सर्लाही 4 को लागि पार्टी सभापति गगन कुमार थापा र अमरेश कुमार सिंह हुनुहुन्थ्यो। अमरेश कुमार सिंह त नेपाली राजनीतिको नयाँ अनुहार पक्कै पनि होइन। टेक्निकली कहाँनिर फल्ट भयो जस्तो लाग्छ? एउटा चाहिँ अमरेशीले त्यो चुनाव जित्दै गर्दा अमरेशी आफ्नै बलबुताले जितेको होइन, उहाँको अनुहारले मात्रै जितेको पनि होइन। गगन थापा हार्ने कारण चाहिँ एउटा काङ्ग्रेसको सभापति भयो भन्ने होला, काठमाडौँदेखि मधेस आए भन्ने होला, त्यहाँको त्यो समाजमा बस्ने मान्छेहरूले अपनत्व महसुस गरेनन् होला, विभिन्न कारण होला टेक्निकल। तर अमरेशीको ठाउँमा अमरेशी आफै त्यहाँ पकड बनाएर बसेका व्यक्ति पनि भए। दोस्रो चाहिँ योपालि मधेसी एकजना देशको प्रधानमन्त्री बन्दै थियो। त्यो प्रधानमन्त्री मधेसको एउटा प्रधानमन्त्री बनाउन सम्भव केले मात्रै हुन्थ्यो, अमरेशले जिताएर हुन्थ्यो। मधेसको सबै ठाउँमा रासोपाले जिताए हुन्थ्यो, देशैभरि रासोपाले जिताए हुन्थ्यो। त्यही भएर मधेसकोबाट कुनै व्यक्ति प्रधानमन्त्री बनाउनुपर्छ भन्ने एउटा पाटो पनि भयो। दोस्रो पाटो के पनि भयो भनेर चुनावको अवस्थासम्म राजनीतिक माहौल, सामाजिक सञ्जालमा होला, प्रत्यक्ष रूपमा होला, एकदमै सेचुरेट भएर गइसकेको थियो माहौल। राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने भइसकेको थियो। तर यो रूपमा चुनावी परिणाम आउला भन्ने सरकारमा बसेको राजनीतिक दलले पनि अपेक्षा गरेको थिएन। उहाँहरूले 50 सिटको अनुमान गर्नुभएको थियो, 50-60 सिटको अनुमान गर्नुभएको थियो प्रत्यक्षमा। र चुनावमा हार बेहोर्नु पर्ने अहिले दोस्रो पार्टीको नेपाली काङ्ग्रेसले पनि यो अवस्था होला भने गरेको चाहिँ थिएन। त्यो भएर अब भन्नलाई रणनीतिक हिसाबले यस्तो गराएको हुन्थ्यो, उस्तो गराएको हुन्थ्यो भन्ने होला। तर यसलाई ओभरअल नै यो माहौल चाहिँ त्यतातिर गएको थियो भनेरै बुझ्दा ठिक होला। तपाईँ कङ्ग्रेसभित्रको जेनजी, कङ्ग्रेस कतिको सुनिन्छ जेनजीको कुराहरू अहिले? अहिले आएर चाहिँ कार्यक्रमहरूमा जाँदा, नेताहरू भेट्दा, हाम्रो उमेरको मान्छे देख्दा उहाँहरू आफै बोल्न हुनुहुन्छ। कतिपय फोरमहरूमा तिमीहरूले बोल्नु पऱ्यो पनि भन्नुहुन्छ। तर अझै पनि पर्याप्त रूपमा चाहिँ संरचनागत हिसाबले स्ट्रक्चरली चाहिँ युथहरूको रिप्रेजेन्टेसन देखेको छैन। योभन्दा अघिल्लो चाहिँ कस्तो थियो? योभन्दा अघिल्लो त एकदम गाह्रो अवस्था थियो। हामीहरूलाई प्राय नेताहरूले चाहिँ एउटा कार्यकर्ताको हिसाबले मात्रै हेर्नुहुन्थ्यो। उहाँले हामीलाई चाहिँ यो पार्टनरको हिसाबले हेर्नुहुन्थेन, युथहरूलाई पार्टनरको हिसाबले हेर्नुहुन्थेन होइन। एउटा कार्यकर्ता हुन्, उहाँहरू आउँछन्, ऊ गर्छन्, हामीले नै दिनुपर्छ, यिनीहरूले जानेका छैनन्, केटाकेटी हुन् भन्ने थियो। तर जेनजी आन्दोलनपछि एउटा पार्टीभित्र भएको पनि के छ भन्दै गर्दा ल है यो उमेर समूहको मान्छेहरूले पनि केही गर्छन् भन्ने चाहिँ परेको छ। तर यो भन्दै गर्दा पनि युवाहरूलाई संरचनागत हिसाबले चाहिँ उनीहरूको उपस्थिति निर्णायक रूपमा पुर्याउन चाहिँ सायद अझै पनि चुकिरहेको छ, मेरै दल पनि अरू दलहरू पनि। अहिले एकदमै जल्दो बल्दो विषयको रूपमा यो विश्वविद्यालयहरूबाट विद्यार्थी सङ्गठनहरू हटाउनुपर्छ भन्ने जुन प्रधानमन्त्रीले नै निर्देशन दिइराख्नु भएको छ। तपाईँहरू विद्यार्थी राजनीतिबाट उदाउँदै हुनुभएको नेता, कस्तो लाग्छ? मलाई त हेर्नु दुईवटा तरिका छ यसमा। एउटा चाहिँ यो निर्णय सरकारले गर्यो भने झट्ट हेर्ने कुरा, विद्यार्थी राजनीतिलाई हेर्ने एउटा दृष्टिकोण मान्छेको हो। दोस्रो चाहिँ यो सरकारको के क्यारेक्टरिस्टिक्सहरू छ, यसले यो सरकारमा आइसकेपछि कस्तो किसिमको चाहिँ शैलीमा चाहिँ काम गरिरहेछ भन्ने कुरा हो। तपाईँले अहिले देखिरहनु भएको के छ भने धेरै किसिमले चाहिँ उहाँहरूले चाहिँ यो अलिकति सङ्घीयता त छ,
तर जस्तै शिक्षा मन्त्रीको तपाईँ अभ्यास हेर्नुहुन्छ भने विद्यालय शिक्षामा उहाँले केही काम गर्न खोजिरहनु भएको छ, तर विद्यालय शिक्षाको हामीले अटोनोमी कसलाई दिएछ? स्थानीय सरकारलाई दिएछ। धेरै कुरा केन्द्रीकृत गर्न खोजिरहनु भएको छ, धेरै प्रक्रियाहरू केन्द्रीकृत गर्नु खोज्छ। एउटा यो सरकारको क्यारेक्टरिस्टिक्स। दोस्रो चाहिँ के हो भने उहाँहरूले दलगत आबद्ध भातृ संस्थाहरूलाई जुन युनिभर्सिटीहरूबाट हटाउने भन्नुभयो, कारण उहाँहरूको के हो? उच्च शिक्षा राम्रो भएन, विद्यार्थी सङ्गठनले बिगार्यो भन्ने कारण हो भने उहाँहरूले उच्च शिक्षामा के समस्या छ भन्ने नै बुझ्नु भएको रहन्छ। के चाहिँ हो भन्दै गर्दा हामीले पनि माफी माग्नुपर्छ, हाम्रो अभ्यासहरू गलत भए, विद्यार्थी सङ्गठनमा आबद्ध मान्छेहरू, विद्यार्थी नेताहरूले थुप्रै ठाउँमा उहाँहरूको आचरण राम्रो भएन, उहाँहरूको अभ्यास राम्रो भएन, उहाँहरूले नागरिकलाई कन्भिन्स पार्ने गरी कामहरू गर्न सक्नु भएन होला। तर फन्डामेन्टली हेर्नुहुन्छ भने एक त संविधानले तपाईँलाई समूह बनाउने, वैचारिक हिसाबमा चाहिँ सङ्गठित हुने अधिकार दिएको छ भन्ने एउटा पाटो भयो। दोस्रो पाटो चाहिँ विद्यार्थी सङ्गठन हटाएर आजको दिनमा भएको जे समस्या छ भोलिको दिनमा हट्छ भन्ने उहाँहरूसँग उत्तर के? र यो निर्णय के को आधारमा उहाँहरूले गरिरहनु भएको छ? उहाँले यो आफ्नो राजनीतिक एजेन्डा मात्रै हो कि यो साँच्चै उच्च शिक्षा सुधार्न लाग्नु भएको भन्ने पनि बुझ्नुपर्छ। होइन, यस्तो नि साधारण व्यक्तिले हेर्दाखेरि पनि विश्वविद्यालय अथवा कलेजहरू भनेको पठन संस्कृतिको विकासको लागि, पठन पाठनको लागि हो होइन। अब हाम्रो विद्यार्थी सङ्गठनहरूको गतिविधिहरू हेर्ने हो भने पनि कति चाहिँ उनीहरूले आफ्नो अनुसारको काम गरे, कति चाहिँ विद्यार्थीहरूको हक हितमा काम गरे भन्ने कुरा पनि त आत्मालोचना त गर्नु पर्ला। दुवै छ विद्यार्थी सङ्गठनमा रहेर। जस्तै मैले मेरो व्यक्तिगत अनुभव तपाईँलाई सुनाउँछु। सर भन्नु भने तपाईँ म त्रिचन्द्र कलेज ब्याचलर पढ्दै गर्दा मैले त्यहाँ बसेर उठाएको आन्दोलन म भन्छु। त्रिचन्द्रमा घण्टाघर तपाईँको पुनर्निर्माण हुँदैछ अनि पुनर्निर्माण हुने प्रक्रियामा शेरबहादेउबा प्रधानमन्त्री हुनुहुन्थ्यो। शेरबहादेउबा प्रधानमन्त्री हुँदै गर्दा त्रिचन्द्र कलेजबाट नेभी सङ्घकै विद्यार्थीहरू सडकमा आएर चाहिँ यो कहिले बन्छ भन्ने आन्दोलन गरे। त्यो लगायत हाम्रा नेताहरू थुप्रै भ्रष्टाचारको, चाहे त्यो भुटानी शरणार्थी होस् चाहे अरू होस्, बस्दै गर्दा त्रिचन्द्र कलेजको आन्दोलन हेर्नुहोस्, त्यहाँबाट बाहिर निस्केर आन्दोलन गरेर आफ्नै नेताको विरुद्ध, कुनै पनि भातृ संस्थाले आफ्नो नेताको विरुद्ध आन्दोलन गरेर तपाईँ देख्नुहुन्न। तर यी सीमित उदाहरणहरू भए। तर के पनि देखियो सँगसँगै भन्दै गर्दा चाहिँ कोही व्यक्ति कलेजमा बसेर धेरै ठाउँमा विद्यार्थी सङ्गठनमा आबद्ध मान्छेहरूले चाहिँ दादागिरी गर्यो होला, विद्यार्थी सङ्गठनमा आबद्ध मान्छेहरूले तोडफोड गर्यो होला, यी गलत अभ्यासहरू लगाउने। तर के हो भने समस्या भ्रष्टाचार राजनीतिक दलमा बसेका मान्छेले गर्छन्। भोलिको दिनमा राजनीतिक दल हटाउँ बनाउँला। तपाईँको भ्रष्टाचार गलत अभ्यासहरू शिक्षकहरूले पनि गरिरहेछन्। भोलिको दिनमा शिक्षकहरूलाई हटाउने हो कि भन्ने होला। हरेक संस्थामा गलत अभ्यास छ नि। सरकारले गलत निर्णय गर्छ, पार्टीले गलत निर्णय गर्छ, गलत अभ्यास नभइरहेको कहाँ छन्? गलत अभ्यास हटाउनुपर्छ। तर तपाईँले तर यस्तो नि त विद्यार्थीहरू जो पढ्नको लागि जानुपर्ने हो विश्वविद्यालय, अलिकति राजनीतिको कारणले गर्दा उहाँहरू डाइभर्ट भएको त हो नि कि होइन? जस्तै यसमा के छ, तपाईँले भने एकदम सत्य हो, डाइभर्ट भएको छ, डिस्टर्बेन्स पनि भएको छ। तर के चाहिँ छ भने कसैले दादागिरी गर्छ भने त्यो त रुल अफ लको समस्या होला नि। प्रहरी बोलाएर उसलाई समातेर राख्नु पर्यो। हिजोको दिनमा के हुन्थ्यो भन्दै गर्दा चाहिँ प्रहरीले समात्दा पनि नेताको नाममा उनीहरू छुट्थे। तर आजको दिनमा रुल अफ लको समस्या हो। कसैले गरिरहेछ भने कक्षाको कलेजमा पढाइ राम्ररी भइरहेको छैन, टाइममा इक्जाम भइरहेछ भने त्यो गभर्नेन्सको समस्या हो। विद्यार्थी सङ्गठन आफैले फन्डामेन्टली तपाईँ हेर्नुहुन्छ भने पहिलो कुरा चाहिँ के हो भने उहाँहरूले गर्न खोजेको चाहिँ अलिकति गैर दलीय मानसिकता चाहिँ उहाँहरूले बोक्नु भएको छ। त्यो फेरि आजको एउटा निर्णयलाई नहेर्नुहोस्, हिजोदेखि नै हेर्नुहोस्, उहाँहरूलाई दलहरू मन पर्दैन, सुरुदेखि नै हो। सत्तामा आउनुको लागि रासोपा चाहियो बालेन्द्र शाहलाई, उहाँ सत्तामा आउनुको लागि रासोपाबाट उहाँ आउनुभयो। उहाँहरूले दल मन पर्दैन। यो दल नम्बरकरण चाहिँ अब सबैभन्दा बढी स्वायत्त निकाय विश्वविद्यालय हो। भोलिको दिनमा उहाँहरूले यो पपुलिजममा टेकेर गलत निर्णय गर्दै गर्दा आन्दोलन निस्किने कहाँबाट हो? विश्वविद्यालयहरूबाट हो। उहाँहरू एकोराउन खोजिरहनु भएको छ विद्यार्थीलाई। सरकारले गरेका काममा ध्यान नजाओस्, पढ्ने मात्र होस्। तर विश्वविद्यालय संसारभरि हेर्नुहुन्छ भने पढ्ने मात्रै ठाउँ होइन, पोलिटिकल सोसियलाइजेसन पनि विश्वविद्यालयमा हुन्छ। यदि विश्वविद्यालय चाहिँ पढ्ने मात्रै ठाउँ हुन्थ्यो भने हिजोको दिनका उपलब्धिहरू पनि गलत थियो भन्नु पर्यो। होइन, पोलिटिकल सोसियलाइजेसनको कुरा गर्दै गर्दा अनि त्यस विश्वविद्यालयहरू चाहिँ नेताहरू ग्रुमिङ हुने एउटा ठाउँ पनि हो भनेर पनि एउटा एक खालको आउला, बहस आउला होइन। तर अहिलेको सिनारियोमा हेर्ने हो भने चाहिँ आजका दिनमा त त्यो पहिला जस्तो होइन नि त। अब त नेतै बन्नको लागि विश्वविद्यालयमा गएर विद्यार्थी राजनीति नै गर्नुपर्छ त। अब त त्यो जस्तै कस्तो भने पढ्ने व्यक्तिहरूले पढ्ने माहौल, उहाँहरूको एकाडेमिक लाइफ बिग्रिनु भएन। कसैले राजनीतिक रूपमा म एउटा विचार बोकेर चाहिँ सङ्गठित हुन चाहन्छु, आफ्नो विचारको बारेमा वकालत गर्छु भन्छ भने त्योमा गलत के छ भन्ने हो कि। कसैले एउटा विचारमा आबद्ध हुन्छु भन्छ भने त्यसमा गलत के छ भन्ने कुरा पनि हो। र अर्को के नछुटाउनुहोस् भन्दै गर्दा चाहिँ सरकारले गर्ने कुनै पनि निर्णय स्वेच्छाचारी रूपमा चाहिँ कुनै पनि निर्णय गर्न मिल्दैन। त्यो निर्णय सान्दर्भिक पनि हुनुपर्छ। उहाँले दुईवटा विशेष छ। एउटा चाहिँ दलगत आबद्धता खारेज गर्ने भन्नुभयो
दोस्रो चाहिँ सोभियु हटाएर काउन्सिल बनाउँछु भन्नुभयो। आजको दिनमा सोभियुमा के समस्या छ र तपाईँले काउन्सिल बनाउँदै हुनुहुन्छ? त्यसको जवाफ के हो? सोभियुमा के छ समस्या भन्नु पर्ला नि त। दोस्रो, भातृ संस्थाहरू विश्वविद्यालयबाट उहाँले हटाउँछु भन्नुभएको छ र कसरी हटाउनु खोजिरहनु भएको छ? प्रहरी लगाएर स्थायी वा अस्थायी रूपमा प्रहरीको क्याम्पै राखेर हटाउँछु भनिरहनु भएको छ। त्यही भएर उहाँहरूले यो हटाउने कुरा भोलिको दिनमा उहाँले अहिले विद्यार्थी सङ्गठन हटाउँछु भन्नुहुन्छ, भोलिको दिनमा यो सरकार चलाउन चाहिँ राजनैतिक दलले चाहिँ अप्ठ्यारो पार्यो, राजनीतिक दल त्यहाँ नपुग्ला भन्न सकिँदैन है। यो मेरो कुरा आजको दिनमा तपाईँले 5 वर्ष तपाईँ हेर्नुहोस् लाग्नु होला होइन, तर उहाँहरूले हामी नेभी सङ्घको मान्छे हो, स्टेक होल्डरलाई बोलाउनु पऱ्यो नि। तर के हो आजको दिनमा समस्या? उहाँहरूले के मात्रै भन्दै पुग्छ ल भातृ संस्था युनिभर्सिटीबाट हटायो भने उच्च शिक्षा सुध्रिने यो आधार हो भनेर भनिदिनु भयो भने उच्च शिक्षा नसुध्रेको त तपाईँको हाम्रो सिलेबसको कुरा होला, टिचरहरूको पढाइको कुरा होला, थुप्रै कुराहरू छन् होइन। यी कुराहरूमा चाहिँ नजाने समस्या छ अर्कैतिर समस्याको ज्वरो, तर भातृ संस्थालाई मात्रै हटाउनु खोज्नु चाहिँ सायद रेसिपी भन्दा बाहेकमा केही पनि देख्दैन होइन। उहाँहरूसँग जवाफ हुनु पर्थ्यो होइन। सरकारी कलेजहरूमा त फेरि युनियनको विद्यार्थीहरूको उपद्रव त छ नि त। फेरि उपद्रव त छ, उपद्रव त धेरै ठाउँमा छ, समाजमै उपद्रव छ, हरेक संस्थामा उपद्रव छ। त यो मात्रै होइन, धेरै संस्थाहरू एउटा टाइममा आएर संस्थामा रास आउँछ। जस्तै राजनीतिक दल पनि एउटा संस्था थियो, हिजोको दिनका पुराना दल पनि एउटा संस्था हुन्, रास आयो, नागरिकले चुज गरेनन्। भोलिको दिनमा भातृ संस्थाहरूमा पनि लागेका मान्छेहरूले गलत गरे भन्यो भने भोलिको दिनमा सोभियु निर्वाचन हुन्छ, विद्यार्थीले तिनीहरूलाई हटाइदिन्छन्। आजको दिनमा त भातृ संस्थाले मात्र सोभियु लड्न पाउँछ भन्ने छैन नि त। सोभियुले फेरि भातृ संस्था दलगत भातृ संस्था चिन्दैन, व्यक्तिलाई मात्रै चिन्ने हो, समानुपातिक हुन्छ त्यसमा। त्यही भएर तपाईँ कहिलेकाहीँ उहाँहरूको निर्णय प्रक्रिया मात्रै हेर्नुहोस्। उहाँहरूले कुनै कुरा हटाउँछु भनिरहनु भएको छ भने किन हटाउने त भन्नु पर्ला, त्यो हटाउँदै गर्दा हिजोको दिनमा कुन कुन समस्या हल हुन्छ त भन्नु पर्ला। त्यसको उत्तर चाहिँ उहाँहरूसँग छैन। ओके, नेपाली कङ्ग्रेसमा फर्क्यौँ। सभापति गगन कुमार थापा कस्ता नेता हुन्? मेरो स्कुल ऐश्वर्य विद्यानिकेतनमा धनगढीमा पढ्या हो। अनि मेरो त्यति बेला तपाईँको म एसएलसी दिइरहेको थिएँ। एसएलसी दिइरहेको अवस्थामा चाहिँ त्यति बेला मेरो स्कुलमा शेरबहादुर देउवा र गगन थापा प्रमुख अतिथिको रूपमा उहाँहरू दुईजना आउनुभएको थियो। अनि त्यो समयमा उहाँहरूले बोलेको मैले सुनेको, गगन थापाले बोलेको। त्यसपछि म त्रिचन्द्र कलेज आएँ। त्रिचन्द्र कलेज आइसकेपछि म साथी समूह त्यही किसिमले मिल्यो, विचार समूह त्यही किसिमले मिल्यो, नेभी सङ्घमा आबद्ध भएँ। नेभी सङ्घमा आबद्ध भइसकेपछि आफूमा पनि एउटा चाहिँ जुझारुपन छ, आफ्नो पार्टीदेखि चित्त बुझाएको छैन, आफूलाई प्रश्न गर्न मन लाग्छ, एउटा निर्भीक स्वभाव विद्यार्थी राजनीति गर्दै गर्दा तपाईँमा विकसित हुन्छ। अनि आफू जस्तै निर्भीक स्वभावको नेता को छ त मान्ने भन्दै गर्दा चाहिँ उहाँलाई देखेँ, धेरै हिसाबले देखेँ। गगन थापालाई तपाईँले यदि हेर्नुहुन्छ भने चाहिँ तपाईँले उहाँले चुनावको बेला संयम भएर कुनै एउटा नेताले अभिव्यक्ति दिइरहेको थियो भने गगन थापाले दिइरहनु भएको थियो चुनावको बेलामा। हिजोको दिनमा यो चुनावको बेलामा तपाईँले एउटा कुरा त्यो भयो। दोस्रो कुरा के भयो भन्दै गर्दा चाहिँ एउटा मान्छे हिजोको दिनमा चाहिँ उहाँ विद्यार्थी राजनीति गर्दै गर्दा पनि शेरबहादुर देउवा सरकारमा गृहमन्त्री भइरहेको मान्छे, पार्टी सभापति हुँदै गर्दा उहाँको आफ्नो एउटा जर्नी छ। उहाँ आएर पार्टीको महामन्त्री हुन्जेलसम्म पनि शेरबहादुर देउवा नै त्यहाँ हुनुहुन्छ सत्ताको केन्द्रमा। त्यो जर्नी पार गरेर अस्तिको जुन महाधिवेशनबाट विशेष महाधिवेशनबाट विद्रोह गरेर उहाँले नेतृत्व लिन सफल हुनुभयो। त्यो भएर उहाँ कुरा मात्र गर्ने भन्दा पनि मान्छेलाई कन्भिन्स गरेर त्यसलाई चाहिँ कन्भर्ट पनि गर्ने, मान्छेलाई कन्भिन्सै गरेर विचारको आधारमा पनि कन्भिन्स गरेर कन्भर्ट गर्ने। दोस्रो, यत्रो लामो राजनीतिक करियरमा चाहिँ उहाँले आफ्नो जुन एउटा सान्दर्भिकता मेन्टेन गरेर राख्नु भएको छ लामो करियरमा, त्योमा पनि एउटा भयो। थर्ड चाहिँ के भन्दा नेपालमा के समस्या हो, नीतिगत समस्या के हुन्, स्वास्थ्यमा के गर्ने हो, शिक्षामा के गर्ने हो, हाम्रा संसदीय समितिहरू छन् त्यसमा कसरी काम गर्ने हो भन्ने किसिम यावत कुराहरूमा उहाँमा एउटा नेतामा चाहिने ज्ञान पनि छ, अनुभव पनि छ। हिजोको दिनको यो व्यवस्था ल्याउनको लागि काम गरेका मान्छे पनि हुन्। आज हामी व्यवस्थालाई संस्थागत गर्ने अवस्थामा छौँ र उहाँ जस्तो नेतृत्व चाहिँ आवश्यक छ जस्तो पनि लाग्छ। त्यो भएर बहुआयामिक व्यक्तित्व हुनुहुन्छ उहाँ। तपाईँको थर देउवा, हजुर, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफन्त हो तपाईँ? आफन्त होइन, उहाँ डडेलधुरा हो, मेरो डोटी हो। देउवा हुनुहुँदो रहेछ, फेरि समर्थन चाहिँ गगन थापाले तपाईँको? मेरो त सुरुदेखि नै के हो भन्दै गर्दा देउवा हुने बित्तिकै उहाँलाई समर्थन गर्नुपर्छ भनेर मैले राजनीति सुरुवात गरेँ भए त्रिचन्द्र कलेजमा मलाई त धेरै अवसरहरू पर्थ्यो होला नि त, भन्नु उहाँलाई मानेर हिँडेको भए। तर म के हो, मेरो पारिवारिक ब्याकग्राउन्ड के हो भन्दा पनि मेरो विचार के हो, म कहाँ उभिने, म उभिने विचारमा चाहिँ कुन नेता हुनुहुन्छ भन्ने किसिमले चाहिँ म अगाडि बढेँ। अब मलाई नराम्रो लाग्ने कुराहरूमा मैले प्रश्न गरेँ, मलाई राम्रो कुरा लाग्नेमा मैले समर्थन गरेँ। त्यो भएर चाहिँ को कहाँ छ, मेरो सम्बन्ध के हो भन्दा पनि आफू के हो, आफूले के गर्ने भन्ने कुरामा पहिला चाहिँ एउटा क्ल्यारिटी भइसकेपछि अनि राजनीतिमा हिँडियो। त्यो भएर चाहिँ उहाँसँग देउवा भए पनि, उहाँ थापा भए पनि त्योभन्दा पनि विचार जता मिल्यो ऊ नेतालाई चाहिँ मान्ने। भोलिको दिनमा गगन कुमार थापालाई कहाँ देख्नुहुन्छ?
हामीले त भोलिको दिनमा र अस्ति विशेष महाधिवेशन गरिसकेपछि पार्टी उहाँले लिड गर्नुहोस् भनेर हामीले देखेका थियौँ। त्यो भएर विशेष महाधिवेशनको अभियानमा हामी सबै लाग्यौँ। त्यसपछि चुनावमा उहाँलाई देशको प्रधानमन्त्री देख्न खोजेका थियौँ। हामीले मात्र होइन, हिजोको दिनमा तपाईँले अहिले रेकर्डमा नयाँ आएका जति पनि देख्नुहुन्छ, चाहे राष्ट्रपाका नेताहरू हुन्छ, चाहे वैकल्पिक शक्तिहरू जोसुकै देख्नुहुन्छ, हरेक व्यक्तिले चाहे त्यो प्रचण्डदेखि आजका नयाँसम्ममा गगन थापाको बारेमा उहाँहरूले बोलेको एकचोटि क्लिप हेर्नुहोस् तपाईँले। आज राजनीतिक रूपमा उहाँहरूलाई बोल्न अप्ठ्यारो पर्यो होला उहाँ कस्तो नेता हो भनेर, त्यो भएर होला होइन नि। हिजोको दिन क्लिप पल्टाएर हेर्नुहुन्छ भने हरेक व्यक्तिले उहाँको चाहिँ कार्यशैलीको प्रशंसा गर्नुभएको छ। त्यो भएर चाहिँ उहाँलाई हामी भोलिको दिनमा देश हाँकेको देख्न चाहन्छौँ। किन भन्दै गर्दा फेरि गगन थापा बन्नुपर्छ भन्ने भन्दा पनि उहाँले के कुरा चाहिँ बोकिरहनु भएको छ, कस्तो कुरा वकालत गरिरहनु भएको छ। उहाँले चाहिँ देश नबन्नुको पछाडि चाहिँ कुनै एउटा व्यक्ति दल भन्दा पनि हाम्रा संस्थाहरू कमजोर भए, लोकतान्त्रिक संस्थाहरू, हाम्रो निर्वाचन आयोग होला, लोकसेवा आयोग होला, तपाईँ अदालत होला, यी संस्थाहरू कमजोर भयो, त्यो भएर देश बलियो भएन, देश कमजोर भयो, त्यो भएर विकास भएन। अनि अर्को कुरा के हो भन्दै गर्दा नीतिगत रूपमा हाम्रा धेरै समस्याहरू छन्, यस्ता यस्ता समस्या छन् भनेर उहाँले औँलाई पनि रहनु भएको छ। सबैभन्दा ठुलो चाहिँ उहाँलाई प्रधानमन्त्रीको रूपमा देख्न खोजेको किन हो भन्दै गर्दा चाहिँ उहाँले एकहोरो समस्या छन् मात्रै भनिरहनु भएका छैनन्, त्यसको उदाहरण पनि छ, समस्याको समाधान पनि छ र यसरी छ। पपुलिस्ट नारा छैन, म आजको दिनमा भ्रष्टाचार हटाइदिन्छु पनि भन्नुभएको छैन उहाँले। भ्रष्टाचारमा के समस्या छ होइन, अख्तियार आयोगमा के समस्या छ, अख्तियार आयोगमा खास समस्या के कारणले आएको, कस्तो नीति बदलिनुपर्छ भन्ने किसिमका यावत कुरामा उहाँको अनुभव राम्रो छ। सबैभन्दा ठुलो चाहिँ तपाईँ के मात्रै हेर्नुहोस् उहाँको यत्रो राजनीतिक करियरमा भन्दा हिजोको दिनदेखि आजसम्म आफ्नो दलभित्र त्यसरी प्रश्न गरेर स्थापित भएको व्यक्तिहरू को छ र चुनाव जित्ने नाममा यो चुनावको बेला पनि धेरै कुराहरू अभ्यासहरू गर्न सकिन्थ्यो होला, तर उहाँले सुरुमै भन्नुभयो चुनाव जितिन्छ हारिन्छ थाहा छैन, इमान्दार प्रयत्न गर्ने हो, चुनावमा जाने हो। नेपाली कांग्रेसले मात्र योपालि चुनावमा जानुहुन्न भनेको भए अरू दलहरू चुनावमा जानुहुन्न भन्ने अवस्थामा थिए, तर नेपाली कांग्रेसलाई थाहा त थियो कम सिट आउँछ भनेर, यति कम आउँछ भन्ने आकलन थिएन होला, तर कम आउँछ भन्ने थियो, तर चुनावमा जानुपर्छ भनेर चाहिँ आफूलाई एउटा लोकतान्त्रिक शक्ति हो। राजनीतिक दल भनेको अर्को एउटा चाहिँ नेतृत्वलाई बुझ्ने के हो भन्दा राजनीतिक दल भनेको चाहिँ तपाईँको चाहिँ नेपाली कांग्रेस भनेको चाहिँ राष्ट्रिय दल होइन, राष्ट्रिय शक्ति हो। राष्ट्रिय दल भने के हो भन्दा चुनावी परिणामले तपाईँ राष्ट्रिय दल बन्नुहुन्छ, तर राष्ट्रिय शक्ति चाहिँ तपाईँ कब बन्नुहुन्छ भने समाजलाई डोराउनु पर्ने अप्ठ्यारो अवस्थामा जब तपाईँ डोराउनुहुन्छ, चुनाव गर्नु आवश्यक थियो भने तपाईँ चुनाव हुनुपर्छ भन्नुहुन्छ आफ्नो हार जित नहेरेर, त्यो एउटा आइडिया, त्यो एउटा चेतना चाहिँ उहाँमा छ। सर्वोच्च अदालतको फैसलापछि अब कांग्रेसभित्रको जुन विवाद थियो त्यो विधिवत रूपमा टुङ्गिएको चाहिँ छ, तर पार्टीभित्र अनेक किसिमका व्यवस्थापनको चुनौतीहरू यथावत छ होइन। अब प्रबुद्ध नेताहरूको व्यवस्थापनदेखि लिएर त्यहाँ विभिन्न विवादहरू अझै पनि छन्। कसरी अगाडि बढ्नुपर्छ अब कांग्रेस? मेरो त अलिकति यसमा अलि स्ट्रेट फरवर्ड नै कुरा छ। यो व्यवस्थापन भन्ने शब्द नै मलाई मन परेन। मलाई लागिरहेको थियो कि जिन्जी आन्दोलनपछि पार्टी सुध्रिन्छ, पार्टीको नेतृत्वहरू सुध्रिन्छन् भनेर, तर त्यसपछि पनि एउटा सर्कस जुन कांग्रेसभित्र चल्यो। अब त्यो चलेर चाहिँ उहाँहरूले अहिलेसम्म पनि जुन मान्छेहरू व्यवस्थापन हुनुपर्छ भन्नुभयो, निर्वाचन आयोगमा पनि उहाँहरूले थाहा पाइसक्नु भएको थियो। उहाँहरूको जब केमा भयो भने उहाँहरूको स्ट्यान्ड हेर्नुहोस्, उहाँहरूले भुइँतको कार्यकर्ताले वैधानिक रूपमा गरेको विद्रोहलाई गलत भन्नुभयो। पहिलो गल्ती त्यहीबाट सुरुवात भयो। उहाँहरूले आफ्नो कार्यकर्ता जुन मानिरहनु भएको थियो, उहाँहरूले जुन विद्रोह गर्नुभयो, खासै उहाँहरूलाई सम्मान रहनेछ, पार्टीको क्याडरहरूमा सम्मान रहन्छ। दोस्रो, पार्टी हारोस् जितोस्, पार्टी राम्रो होस् नहोस्, देश राम्रो होस् नहोस् भन्दा पनि हामी हुनुपर्छ, हाम्रो हातमा चाहिँ सत्ता हुनुपर्छ भन्ने चाहिँ उहाँहरूको धारणा हो। त्यो भएर निर्वाचन आयोगबाट अदालतको यो निर्णयसम्म आउँदै गर्दा चाहिँ व्यवस्थापनको नाममा चाहिँ हिजोको दिनमा चाहिँ असान्दर्भिक भएर गइसकेका पार्टीका नेताहरूलाई चाहिँ जबरजस्ती ठाउँमा राख्न खोज्नु चाहिँ अहिलेको सभापतिले नि नगर्नुहोस् भन्ने मेरो आग्रह हो। व्यवस्थापनको नाममा त्यो जिन्जी आन्दोलनपछि पनि जिन्जी आन्दोलनलाई पनि अन्याय हुन्छ, हिजोको दिनमा विशेष महाधिवेशनलाई पनि अन्याय हुन्छ। त्यो व्यवस्थापनको नाममा चाहिँ असान्दर्भिक भइसकेका नेतृत्वहरूलाई जबरजस्ती राख्न खोज्नु। तर यो भन्दै गर्दा चाहिँ के पनि हो भन्दै गर्दा चाहिँ नेपाली कांग्रेस सुरुदेखि नै एउटा सहकारी एकताबाट नै अगाडि बढ्दै गएको। फरक मत छन् पार्टीमा, त्यसलाई इन्कार गरेर चाहिँ अगाडि बढ्नु हुँदैन, संवाद गर्ने हो, एउटा मध्यमार्गी बाटो के हुन्छ हुने हो। तर मध्यमार्गी बाटो पनि भन्दैन, अबको समाजलाई आवश्यकता के हो, अबको नेतृत्वले गर्नुपर्ने के हो, देशलाई चाहिएको कस्तो कांग्रेस हो, समाजमा कांग्रेसको आवश्यकता के हो, यसमा चाहिँ उहाँहरू सहमत हुनु पर्यो, उहाँहरूलाई कन्भिन्स गर्नु पर्यो अहिलेको नेतृत्वले। यसरी नै अगाडि बढ्नुपर्छ, तर सम्झौता गर्ने कुरा केही पनि छैन। स्वार्थ छ भने सम्झौता होला, स्वार्थ छैन भने त पार्टी बनाउने त उहाँहरूको पनि उद्देश्य हो भने त उहाँहरूले बढी कम्प्रोमाइज गर्नु पर्यो नि त, किनभने उहाँहरू त
राजनीतिक रूपमा त हार्नु भयो नि त विशेष महाधिवेशनपछि अदालतमा आइसकेपछि। त्यही भएर उहाँहरूले नै धेरै लचिलो भएर अहिलेको नेतृत्व स्वीकारेर यो पार्टी बनाउने निर्माण प्रक्रियामा चाहिँ पार्टीलाई रिफर्म गर्ने प्रक्रियामा चाहिँ समावेश हुनुपर्छ जस्तो लाग्छ। सरकारले सार्वजनिक गरेको जुन सुशासनका शासकीय सुधारका 100वटा बुँदाहरू छन् त्यो कतिको रियलिस्टिक लाग्छ? धेरै कुराहरू गर्न सकिन्छ पनि, तर के चाहिँ हो भन्दै गर्दा चाहिँ हाम्रो वित्तीय क्षमता कति छ त्यो हेर्नुपर्छ, जनशक्ति कस्ता छन् ती कामहरू गर्नलाई। यो दुईटा कुरा छुट्याउनु हुँदैन। तपाईँ यो 5 वर्षमा तपाईँले जोसुकै व्यक्तिलाई एउटा व्यक्तिले ल्याएर सत्तामा राखिदिनु भने पनि अर्थतन्त्रको आकार साँगुरो छ, अर्थतन्त्र एकदम साँगुरो छ। त्यो भएर चाहिँ तपाईँले चाहिँ एकैचोटि उलटपुलट हुँदैन। तपाईँ एउटा कुरा इन्ट्रेस्टिङ गर्नुभयो, चुनावभन्दा अगाडि 100 दिनमा हामी यस्तो गर्छौँ भन्नुहुन्थ्यो, चुनावपछि उहाँले किन समय लाग्छ विकास गर्न, टाइम लाग्छ भन्ने किसिमको भाष्य गर्नुभयो। त्यो ठिक पनि हो। मान्छे केही समय आएपछि सही कुरामा आफू सचिन्न खोज्छ भने ठिक हो, समय लाग्छ। हामीले त हिजो दिनदेखि भन्दै आएको हो समय लाग्छ। पैसा सरकारसँग पैसा छैन, पैसा नहुँदै गर्दा चाहिँ के हो भन्दै गर्दा चाहिँ उहाँहरूले 100 दिने प्रतिबद्धतामा 100 दिनमा उहाँहरूले 100वटा गर्नुहुन्छ जस्तो लाग्दैन, तर 100 दिनमा उहाँहरूले 30% गर्नु भने उहाँहरूले धन्यवाद भन्दा हुन्छ, 40% गर्नु भने धन्यवाद भन्दा हुन्छ। तर धेरै विषयहरू चाहिँ हाम्रो वित्तीय क्षमता र जनशक्तिमा नै निर्भर गर्छ। तर सर्टेन सर्भिस डेलिभरीका कुराहरू उहाँहरूले गर्न सक्नुहुन्छ। तर अर्को कुरा जस्तै यो हेर्दै गर्दा भर्खरै अर्थतन्त्रको हिसाबमा मैले जोड्न खोजेको चाहिँ अस्ति जुन चाहिँ यो भन्सारमा चाहिँ 100 रुपियाँ पुग्ने बित्तिकै चाहिँ कर लाग्ने कुरा जुन आयो, म धनगढीमा हुर्केको मान्छे, बोर्डरमा हुर्केको मान्छे, पूर्वदेखि पश्चिमसम्म मध्यवर्गीय र निम्न आय भएका व्यक्तिहरू हप्ता पछि थोरै धेरै कुरा होइन, त्यही 100 रुपियाँ जोगाउनुको लागि उहाँहरू बोर्डर पारीको बजार गएर रासन किनेर आउनुहुन्छ। त्यो जनजीवनमा चाहिँ कहिलेकाहीँ सरकार भनेको चाहिँ यो जीडीपी बढाएर आर्थिक सङ्ख्यामा बढाएर हुँदैन, पुग्दैन। त्यति मात्र होइन, वास्तविक स्वतन्त्रता नागरिकलाई दिनु पर्यो। त्यो वास्तविक स्वतन्त्रता कहिलेकाहीँ नागरिकलाई चाहिँ सहजता दिएर हुन्छ, कर लाएर बढाएर उहाँहरूलाई शास्ति दिएर हुँदैन। दोस्रो कुरा के हो भन्दै गर्दा तपाईँले के दृश्य अब देख्नुहुन्छ भन्दै गर्दा 1 किलो तपाईँले चाहिँ केरा किन्नुभयो इन्डियाबाट, इन्डियाको बजारबाट, बोर्डरमा तपाईँलाई पुलिसले कस्तो व्यवहार गर्छ? डरलाग्दो कुरा त्यो हो। भोलिको दिनमा 100 रुपियाँ कुरा भन्दा बढी तपाईँले ल्याउनु भयो समस्या होइन, तपाईँले ल्याएपछि बोर्डरमा पुलिसले तपाईँलाई कसरी ट्रिट गर्छ भन्ने एउटा कुरा हो। र तेस्रो कुरा, यो सबै भन्सारमा तपाईँको चाहिँ बोर्डर पारी गएर जति पनि सामान किन्ने, त्यहाँ बोर्डर पारी गएर सामान किन्ने नागरिकहरू हुनुहुन्छ, बोर्डर जोगाइदिएको सशस्त्रले भन्दा पनि ती नागरिकहरूले, बोर्डरमा बसेको नागरिकहरूले, त्यो नागरिकहरूले म 100 रुपियाँ जोगाउँछु बोर्डर पारी गएर भन्दै गर्दा चाहिँ तपाईँ कर लाउँछ भन्नुहुन्छ भने चाहिँ यो सरकारले नागरिकलाई कसरी हेरेको छ, स्वतन्त्रतालाई कसरी हेरेको छ भन्ने कुरा पनि हो। सायद अर्थमन्त्री एकदम विज्ञ हुनुहुन्छ, उहाँसँग मैले पनि छोटो समय काम गर्ने अवसर पाएको हो, उहाँको क्षमतामा मलाई विश्वास पनि छ। काङ्ग्रेसमा हुँदै गर्दा काम गरे ईश्वर माग्लेजीसँग। तर चाहिँ अङ्कगणित बढाउन मात्रै खोजियो भने चाहिँ हामी गलत ठाउँमा पुग्छौँ। अनि नागरिकलाई चाहिँ त्यो सहजताको वातावरण बनाउन सकिएन भने त्यसले प्रोडक्टिभिटी पनि बढ्दैन। नागरिक यदि प्रोडक्टिभिटी बढेन, नागरिकले चाहिँ सहजता महसुस गरेन भने अर्थतन्त्रको आकार गणनामा बढे पनि स्वतन्त्रताको हिसाबले चाहिँ हामी खुम्चिन्छौँ। जेनजी पुस्ताले चाहेको देश कस्तो खालको हो? जेनजी पुस्ताले चाहेको देश कस्तो खालको हो भन्दै गर्दा चाहिँ तपाईँको चाहिँ स्वतन्त्रता हो। आजको दिनमा पनि मैले हेर्दै गर्दा, म एउटा जेनजीको हिसाबले हेर्दै गर्दा चाहिँ भौतिक पूर्वाधारहरू एकातिर छन्। जेनजीले चाहेको देश कस्तो हो भन्दै गर्दा अहिले वैश्विक समस्याहरू देखेका जलवायु परिवर्तनले नेपाल जुन किसिमले नेपाललाई प्रभाव परिरहेको छ, त्योमा चाहिँ सरकारले एक्ट गर्नु पर्यो। जेनजीले चाहेको नेपालमा चाहिँ वातावरण मैत्री हाम्रा संरचनाहरू बनोस्, इन्फ्रास्ट्रक्चर बनोस् भन्ने हो। पक्कै पनि आर्थिक समुन्नतिको विषय जेनजीले चाहेको कुरा हो, तर सँगसँगै सामाजिक न्यायको कुरा पनि जेनजीले चाहेको छ। जेनजी आन्दोलनमा उठेका दुईटा प्रमुख विषय के हो भन्दै गर्दा चाहिँ सुशासन र आर्थिक असमानताको विषय, जुन त्यो नेपोकिडको तपाईँले चाहिँ ट्रेन्ड हेर्नुभयो, त्यो आर्थिक असमानताबाट आएको। दोस्रो चाहिँ के हो भन्दा सुशासनको विषय, यो दुईटा कुरा हुनु पर्यो। तेस्रो कुरा चाहिँ के हो भन्दै गर्दा नागरिकले एउटा व्यक्ति भएर जन्मिसकेपछि तपाईँसँग असीमित क्षमता हुन्छ, एउटा व्यक्तिसँग असीमित क्षमता हुन्छ। त्यो असीमित क्षमतालाई चाहिँ राज्यको तर्फबाट शिक्षा स्वास्थ्य उपलब्ध गराएर त्यो व्यक्तिको क्षमता चाहिँ कति फक्राउन सकिन्छ, उसलाई कति स्केल अप गर्न सकिन्छ भन्ने राज्यको हातमा हुन्छ। त्यही भएर जेनजीले देखेको, मैले देखेको चाहिँ देश कस्तो हो भन्दै गर्दा चाहिँ जुनसुकै तपाईँको पारिवारिक ब्याकग्राउन्ड भए पनि यस देशको नागरिक भएर तपाईँ बसिसकेपछि
तपाईँले उच्चतम स्वतन्त्रताको अभ्यास गर्न पाउनु पर्यो, चाहे त्यो आर्थिक स्वतन्त्रता होस्, चाहे त्यो सामाजिक न्यायको विषय होस्। त्यो भएर जेनजीले देखेको नेपाल चाहिँ सामाजिक न्याय पनि होस्, समउन्नति पनि होस्, तर सँगसँगै चाहिँ तपाईँ वातावरणका विषय होला, न्यायका विषय होला, यी सबै विषय पनि आओस् भन्ने पनि हो। तेस्रो के हो भन्दै गर्दा आजको दिनमा संसार, हामी नेपाल एउटा छुट्टै देशको रूपमा हरेक पक्ष सोचेर हुँदैन। हामी एउटा यो संसारको एउटा पार्ट हो। आज नेपालमा बसेको एउटा नागरिक चाहिँ विश्व मञ्चमा गएर कम्पिटिसन गर्न चाहन्छ, उसमा क्षमता पनि छ, तर उसको क्षमताहरू कहिलेकाहीँ राज्यको संरचनाले, राज्यको नीतिले, राज्यको प्रक्रियाले रोकिदिरहेको हुन्छ, उसलाई लगाम लगाइदिएको हुन्छ। त्यो लगाम फुकाइदियोस्। आज नेपालमा जन्मेको एकजना युवाले विश्व मञ्चमा गएर चाहिँ कम्पिटिसन गर्न सकोस्, समावेश हुन सकोस् भन्ने चाहिँ हो। अहिले साँच्चै भन्ने हो भने जेनजी आन्दोलनको जगमा बनेको सरकार हो, जनमत पाए पनि होइन। अहिले त झन् साह्रो जेनजीहरूको खबरदारी एकदमै महत्त्वपूर्ण छ। कस्तो खालको भूमिका खेल्नुपर्छ जेनजीले? हिजोको दिनमा फोरफ्रन्टमा देखेका थुप्रै जेनजी साथीहरू जो राष्ट्रसभामा जानुभयो, उहाँहरूको मुख बन्द भइसकेको अवस्था छ। भने चाहिँ उहाँहरू बोलिरहनु भएको छैन सरकारको निर्णयहरूमा, होइन, पहिलो कुरा यो। दोस्रो, जेनजीको भूमिका चाहिँ हिजो आन्दोलन गर्ने एउटा प्रक्रिया थियो। आन्दोलनबाट जे जति उपलब्धिहरू भए, उपलब्धि मान्न मिल्छ भने सबैभन्दा ठुलो कुरा चाहिँ के हो भन्दा यदि आजको दिनमा पनि प्रश्नहरू हराए भने 2/3 सरकार छ, सबैभन्दा बढी बलियो प्रतिपक्ष यति बेला चाहिन्छ, सबैभन्दा बढी सडकमा आवाज यति बेला उठ्नुपर्छ भन्ने चाहिँ हो। त्यो भएर जेनजीको भूमिका सबैभन्दा धेरै चाहिँ अहिले देखिन्छ। कुन कुन कुरामा जेनजीको भूमिका देखिएला भन्दै गर्दा पहिलो कुरा चाहिँ जेनजी आन्दोलनमा उठेका दुईटा मुद्दाहरू, एउटा सुशासन र दोस्रो चाहिँ आर्थिक असमानताको विषयमा यो राज्यले कस्तो निर्णयहरू लिन्छ, सरकारले कस्तो निर्णय लिन्छ, त्यसमा प्रश्न गर्नु पर्ला। दोस्रो चाहिँ के हो भन्दै गर्दा संविधानले तपाईलाई दिएका आधारभूत तपाईको जति पनि स्वतन्त्रताका कुराहरू छन् त्यसमा यो सरकारले कस्तो निर्णय गर्दैछ, चाहे त्यो विद्यार्थी सङ्गठनलाई गर्ने निर्णय होला, चाहे त्यो आर्थिक नियम अथवा आर्थिक नीतिको रूपमा चाहिँ नागरिकहरूलाई शास्ति दिने कुरा होला, चाहे त्यो तपाईँको सुशासनको नाममा सिलेक्टिभ मान्छेलाई मात्र कारबाही गर्ने तर आफ्नै दलभित्र चाहिँ मुछिएका मान्छेहरूलाई केही पनि प्रश्न नगर्ने, यी तमाम प्रश्नहरूमा बोल्नुपर्ने होला, होइन। त्यो भएर जेनजीहरूले आजको दिनमा चाहिँ विशेष गरी जो जेनजीहरू पार्टीभित्र आबद्ध जेनजीहरूले आफ्नो पार्टीभित्र प्रश्न गर्ने होला, पार्टीभन्दा बाहिर रहेर जो चाहिँ नागरिक समाजको रूपमा काम गर्छु भन्ने साथीहरू, थुप्रै साथीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ प्रश्न गर्न डराउनु चाहिँ भएन। तर उहाँहरूको प्रश्न अलिकति कमजोर भयो कि जस्तो चाहिँ मलाई लाग्छ। जति प्रखर तरिकाले उहाँहरूले गर्नुपर्ने थियो गर्नु भएन कि जस्तो पनि लाग्छ। तर अहिलेको सरकार चाहिँ प्रश्नदेखि डरिरहेछ कि जस्तो अवस्था पनि छ। उहाँहरू जो प्रश्न गर्नुभएको छ जेनजीहरू, उहाँहरूलाई सामाजिक सञ्जालमा कस्तो किसिमको कमेन्ट भोग्नुपर्छ, कस्तो किसिमको गाली खानुपर्छ हामीले देखिरहेका छौँ। तर त्यसको बावजुद पनि उहाँहरूले चाहिँ धेरै ठुलो भूमिका छ अहिलेको सरकारलाई चाहिँ चेक एन्ड ब्यालेन्स गर्नको लागि। तपाईँ आफू चाहिँ विद्यार्थी राजनीतिमा कसरी प्रवेश गर्नुभयो? म त्रिचन्द्र कलेजमा गइसकेपछि त्रिचन्द्र कलेजमा गएपछि म इकोनोमिक्स र म्याथ पढिरहेको थिएँ। त्यहाँ मेरो साथी सर्कलहरू भन्यो, त्यो मलाई पहिलादेखि नै राजनीतिमा रुचि चाहिँ थियो, तर म यसरी दलगत रूपमा सङ्गठनमा आबद्ध भएर गर्छु गर्दिनँ भन्ने थाहा थिएन। अनि त्रिचन्द्रमा गइसकेपछि मेरो वास्तविकमा विद्यार्थी सङ्गठनमा लाग्नुको कारण के थियो भन्दै गर्दा चाहिँ त्यहाँ भएका विद्यार्थी सङ्गठनहरू अथवा म आबद्ध पछि हुन पुगेको विद्यार्थी सङ्गठनले गरेको काम कारबाही मलाई मन परिरहेको थिएन। त्यो भएर मैले आफ्नोसँग विचार मिल्ने साथीहरूको सँग भनेर अब हस्तक्षेप गरौँ, लागौँ सङ्गठनमा, काम गरौँ भनेर चाहिँ त्यसरी लागेको। खास म पनि चित्त नबुझेरै विद्यार्थी राजनीति त्यति बेला भइरहेको विद्यार्थी राजनीति सुरु गरेँ। केही हदसम्म चाहिँ के पनि हो भन्दै गर्दा चाहिँ त्यो त्रिचन्द्र कलेजमा बसेर पढ्दै गर्दा देशभरिको सबै कुना काप्चाका मान्छेहरू त्यहाँ आउनुहुन्थ्यो। भन्न खोजेको देशभरिको फरक फरक समाजहरू त्यहाँ हुन्थ्यो। त्यहाँ मैले फरक फरक ठाउँको व्यक्तिहरूसँग सङ्गत गर्ने मौका पाएँ, उहाँहरूको समाज चिन्ने एक हदसम्म मौका पाएँ। त्यो दौरानमा एउटा ग्रुमिङ त्यो किसिमले भयो। त्यसपछि त्रिचन्द्र कलेजको एउटा ऐतिहासिकता जुन छ, जुन हिस्ट्री त्यो कलेजको छ, त्यो पोलिटिकल हिस्ट्री होला, त्यसले पनि एकदमै धेरै चाहिँ मलाई चाहिँ तान्यो। अनि त्यो हिस्ट्रीले तानेको भएर पनि त्रिचन्द्र कलेज पुगियो। मेरो पठन संस्कृतिको सुरुवात पनि त्यहाँबाट भयो। त्यहाँबाट बिपी कोइराला मजाले पढ्न पाएँ, सुनेको थिएँ, चिन्न पाएँ, पढ्न पाएँ, साथी सर्कल बन्यो। अनि त्यो भएर चाहिँ त्यसरी राजनीतिमा आयो। अहिलेको युवाहरूलाई सामाजिक सञ्जालले राजनीतिसँग कनेक्ट गरायो भन्न मिल्छ? गरायो भन्न मिल्छ। किनभने अलिकति अगाडिसम्म युवा पुस्ताहरू चाहिँ पोलिटिक्स इज अ डर्टी गेम भनेर चासो नराख्ने वितृष्णा थियो नि त एक खालको, होइन? तर पछिल्लो समय हेर्ने हो भने यो जेनजी आन्दोलन ताका
होइन युवाहरूमा एक खालको राजनीतिप्रति लगाव देखिन्छ त्यसपछि चाहिँ झनै बढेको जस्तो पाउँछु मैले चासो भनौँ लगाव भन्दा पनि चासो भनौँ ओके युवाहरूलाई सामाजिक सञ्जालले किन गर्यो भन्दै गर्दा हिजोको दिनमा चाहिँ कस्तो हुन्थ्यो भन्दै गर्दा हामी दलगत रूपमा भातृ संस्थामा आबद्ध भएकोहरू एक किसिमको पोलिटिकल सोसलाइजेसन हुन्थ्यो हामी नियमित रूपमा सरकारको काम कारबाही राजनीतिक दलहरू राजनीतिक नेताहरूको बारेमा रेगुलर अपडेट हुन्थ्यो चाहे त्यो सिस्टम व्यवस्था सबै कुराहरूमा अपडेटेड हुन्छौँ भनौँ न त्यहाँबाट तर त्योभन्दा बाहेकको युवाहरू चाहिँ त्यति धेरै चासो आफू प्रत्यक्ष रूपमा राजनीतिमा आबद्ध छैन भने यो मेरो चासोको विषय होइन भन्नुहुन्थ्यो र हामीहरू हिजोको दिनदेखि चाहे त्यो अर्थतन्त्रको विषय होस् चाहे त्यो पर्यावरणको विषय होस् जुनसुकै विषय होस् राजनीति चाहिँ कुनै पनि कुरा गैर दलीय हुनसक्छ गैर राजनीतिक हुँदैन नन पार्टिसन हुनसक्छ होइन नन पोलिटिकल भन्ने हुँदैन हरेक कुरा राजनीतिक हो त्यो भएर चाहिँ राजनीतिमा चासो राख्नु पर्यो भनेर हामी कराउँदै आइरहेका थियौँ र पोलिटिक्स इज अ डर्टी गेम भन्ने चाहिँ पञ्चायतकालमा चाहिँ यो राजनीति गर्ने मान्छेहरू खराब हुन् भनेर स्थापित पञ्चायतले गरेको भाष्य हो त्यो भाष्य आजको समयसम्म बस्यो आजको दिनमा फेरि भाष्य राजनीतिक दलमा आबद्ध हुनु खराब भनिए पनि बनाउनु खोजिए पनि राजनीतिमा मैले जिन्जी आन्दोलनकै बेला देखेको एउटा अनुभव के थियो भन्दै गर्दा चाहिँ मेरै साथीभाइहरू हिजोको दिनमा जसलाई चासो हुन्थेन राजनीतिक विषयहरूमा होइन सरकारको विषयहरूमा को नेता बन्छ को मन्त्री बन्छ को कहाँ हुन्छ भन्ने विषयमा जिन्जी आन्दोलनपछि चाहिँ अभूतपूर्व रूपमा चाहिँ चासो बढेर गएको देखेको छु र यो चासो बढाउनुमा चाहिँ सामाजिक सञ्जालको पक्कै पनि हात छ तर सामाजिक सञ्जालले सँगसँगै चाहिँ मिसइन्फर्मेसन डिसइन्फर्मेसनको काम कसले कसरी न्यारेटिभ बनाइरहेछ भन्ने पाटोमा चाहिँ उहाँहरू सजग चाहिँ हुनुपर्छ हामीसँग ऱ्यापिडका केही क्वेसनहरू छन् ऱ्यापिडमा तपाईँले एक वाक्यमा उत्तर दिनु होला है त नेपालको राजनीति निराशा एउटा सुधार जुन तपाईँ तुरुन्त गर्न चाहनुहुन्छ विश्वविद्यालय उच्च शिक्षा तपाईँको बिगेस्ट पोलिटिकल इन्सपिरेसन बिपी कोइराला र प्रदीप गिरी युवाहरूलाई दिन चाहनुभएको एउटा सन्देश राजनीति हामी सबैको चासो बनिरहनुपर्छ